फर्स्ट टाइम BMW हेरेर 4वटा साइलेन्सर देखेर नम्बर प्लेटले थाहा भयो कि भर्खर नयाँ नयाँ रहेछ यार BMW। फर्स्ट टाइम BMW देख्यो कि छोइदिनु भयो है एक लट BMW छोएँ मैले नि। अनि कताको 5 रुपियाँको नोट यो त यो कागज छ यो अस्ति यो यति हो पैसा। साथीभाइहरू आज त अघि त भर्नी थियो यार अहिले त घट्यो यार केटा अरू दिन पानी हुन्थ्यो आज मासु मात्र हो केटा। 1 केजी हामी पहिलोचोटि आउँदाखेरि हामी यहाँ भित्तामा के यसरी गरेर छिरेको के। गुड मर्निङ गाइज, गुड मर्निङ। आज चाहिँ हाम्रो शनिबार औद्योगिक क्षेत्रको मेलामा जानु लाग्यो आज चाहिँ हामी। बिहान यहाँ चाहिँ लास्टै छिटो घाम लाग्छ 7 बजे घाम लाग्छ तर अनि त्यही त मलाई खुसी लाग्छ बिहान एकछिन भयो नि। अब हामी चाहिँ अहिले चाहिँ मासु लिन जानु लाग्यो। आज पहिलोचोटि बिहान मासु खानु लाग्यो हामीले। फर्स्ट टाइम है पोखरा आएर बिहान मासु खानु लाग्यो हामीले। अनि त्यसपछि त्यही हो आज चाहिँ अनि मिलन आउँछन् तल, मिलन तालचोकबाट आउँछन्। आउँदैछन् तिनले हल्का भात खाएनन् कि तिनले हल्का भात नखाने भए त्यही भएर हामीले यहाँ बोलाएर मासु भात खुवाउनु लाग्यो। एक हप्ता खाएनन् रे भात तिनले, राम्रोसँग एक हप्ता भात खाएन तिनले। त्यही भएर मलाई साह्रै चिन्ता लाग्यो। त्यही भएर मलाई मात्र होइन राजारामलाई पनि चिन्ता लाग्यो। अनि हामी साथीको नाताले होइन बोलाउनु पऱ्यो खुवाउनु पऱ्यो भनेर अब 2-4 भने हराएर जान्छ। यही 10 रुपियाँ हरा अस्ति रे भयो जगमा हालेर ल्याएको चाहिँ यही 10 रुपियाँ हरायो किनभने त्यो 200 रुपियाँ नि कुद्दिन हराउँछ। मेरो खोल्ती 1500 600-700 हराइसक्यो मेरो दुईचोटि 600-700 हराइसक्यो। अनि यस्ता भिडियो गाइज यहाँ चाहिँ यहाँ एक्सिडेन्ट भएर यहाँ 3टा दाँत झारेर कि 3टा दाँत अगाडिको उतापट्टि स्कुटी लिएर आएको यता माथिबाट ट्रक आएको। अनि यहाँ फेरि यो लाइनमा फेरि ट्रक थियो कि त्यो लाइनमा क्या त्यो उताको लेनमा चाहिँ ट्रक थियो यो लेनमा चाहिँ ट्रक थिएन कि। अनि उताडि माथिबाट अर्को ट्रक आएर रहेछ होइन। अनि त्यो गेटबाट सफल दुधबाट एउटा स्कुटर हुर्काएर निस्कियो त ठोकेर दाँत अगाडिको 4वटा बङ्गलामै झारेछ। अनि फेरि कस्तो भनौँ न एउटा त्यो दाँत झर्ने मान्छेको धरि नाममा रक्सी मासु खाएको बिल लिएर आइदिएछन् केटाहरू। त्यो दाँत झर्ने मान्छे कुर्न जाने मान्छेहरूले कि आफूले खाएर लास्टमा बिल चाहिँ त्यता नि फटाइदिएछ केटाहरूले त। लास्टमा तिर्न चाहिँ आफैले पऱ्यो थाहा पाएर। त्यही हो अब हामी चाहिँ दुध पनि छ तर हामी दुध चाहिँ खाँदैनौँ। एकचोटि भन्दा 1-2चोटि भन्दा खाएन हामी दुध त। यहाँ दही चाहिँ खाम, दही कि मही दही नै हो है, दही खाम। अनि हामी चाहिँ मही त किने छैन, मही त हामी त्यो खाएन नखाएको कुरो। दुध खाम 2चोटि अनि त्यसपछि मही खायौँ अर्का खाएन। जाडो भएर हेर्दा केटा यत्रो बाक्लो लुगा लाएर हिँड्छु म। यत्रो लामो आयो यार भिडियो बनाउँदै 2 मिनट। बिहानको हिमाल चाहिँ अलि देख्छ अलि दामी देखिन्छ डाँडाबाट। अलि डाँडाबाट भन्दा हाम्रो कम्पनीको टोइलेटबाट। साथीभाइहरू आज चाहिँ अघि त भर्नी थियो यार अहिले त घट्यो यार केटा अरू दिन पानी हुन्थ्यो आज मासु मात्र हो केटा। 1 केजी मासु आज 1 केजी अरू बेला 1 केजी पानी हुन्थ्यो। 1 लिटर पानी हुन्थ्यो हाम्रो मासुमा। आज मासु बढी पानी छैन। यस्तो हाम्रो जिन्दगी बिहानै आज चाहिँ साथीहरू फर्स्ट टाइम बिहान फर्स्ट टाइम केरा पनि छ तर यो काँचो छ भित्र चाहिँ काँचो छ बाहिर पाके नि भित्र काँचो छ। यस्तै हो। यो भयो मेरो चस्मा त भाइरल चस्मा भइहाल्यो। हिजो मैले ट्याटु हान्दैछु यता चस्मामा प्राय विशाल यहाँ ऊ लेख्दैछु के हेर्दैछु पर्मानेन्ट रहेछ मार्कर हेर्दैछु अनि मस्त। अनि मेरो यहाँ एउटा फोटो पनि छ साथीभाइहरू कसलाई चाहिन्छ मेरो फोटो भनेर भन्नुहुन्थ्यो कोहीलाई दिन्न म आफै राख्छु। गुप्तेश्वर महादेवमा यहाँ हामी चाहिँ हल्का मान्छेहरू छन् हल्का भन्दा नि धेरै। यो सिजन चाहिँ के भन्दा नि अहिले चाहिँ यो स्टुडेन्टहरू आउने सिजन हो क्या। त्यही भएर हामी पनि यस ठाउँ चाहिँ म 2चोटि छिर्छु। साथीभाइहरू नमस्ते हजुर बा नमस्कार।
सबैजना नमस्कार। हामी चाहिँ यो चाहिँ तिनचोटि मेरो यो सुत्दा चाहिँ म तिनचोटि आइसकेँ यहाँ। म चाहिँ फर्स्ट टाइम आएँ यहाँ। यिनलाई यिनको लागि हामी आएको। यिन र हामी चाहिँ पहिले चाहिँ आइसक्यो, यो चाहिँ हाम्रो दोस्रोचोटि हो। यस्तो यस्तो साथीभाइहरू हामी चाहिँ यिनीहरू चाहिँ स्टुडेन्ट हो र पछाडि बसेर हामी चाहिँ अगाडि हामी त अनि स्टुडेन्ट होइन नि त बाले होइन नि हामीले त यस्तो राउन्ड हो कि हामी त राजा स्टुडेन्ट होइन नि त हामी, त्यही भएर बाल छैन हामीलाई। सर न सर हुन्छ न म्याडम हुन्छ, हामी त जाने आउने भिडियो गरेर आउन भनिदिन्छ भित्र। साथीभाइहरू यहाँ मन्दिरको चाहिँ पाउँदैन, अरू चाहिँ पाउँछ भिडियो बनाउन। सुरु गरेर भिडियो बनाउँथ्यो। यो गेट पनि हो कि यो बाटो लास्ट सानो हो कि अहिले चाहिँ कोही पनि मान्छे नभएर हिँड्न सजिलो हुन्छ। अहिले त्यो पछाडिको त्यो स्टुडेन्टहरू आयो भने लास्ट खोच्चाडो हुन्छ भने हामी पहिलोचोटि आउँदाखेरि हामी यहाँ भित्तामा कि हेरी गरेर छिरेको कि त्यो आठको चाहिँ भागेर आउँदाखेरि हामी अनि हामी आठको छेउको 8 र 9मा हुँदा भागेर आइदियो अन्त त्यति बेला त पायो भित्तामा टाँसी हेर्ने बुलबुल गरे माछा मार्न आयो केटा हो करेन्ट हान्थ्यो केटा पुरा हेर पानी झरेको। अनि हाँडी चाहिँ पानी कहाँ गयो भन्ने थाहा छैन कि फेरि हो दिस गोइङ वाटर हो क्या। बाई बाई गाइजहरू 5 रुपियाँ बगाएर ल्याएछु त्यहाँ अस्ति नैको 5 रुपियाँ हेरेर अड्क्यो क्या केही छैन बाल छैन। जाम अब हामी माथि आमै होला क्रिस्टल जस्तो टल्क्यो यहाँ नुन जस्तो नि देखिन्छ हल्का कस्तो यो कस्तो दामी के यो आफै कस्तो यो पानी हिमालमा के पानी आउने अनि आफै जमेर बसे जस्तो कि यो पहिला नि लिक्विड थियो होला अनि आएर जमे जस्तो कि है त्यस्तै देखेँ यहाँ नि हेर न दामी वे पुरा वे करोडको त्यो ज्वेलरीहरू हुन्छ नि त्यो माला लकेटहरू हुन्छ नि त्यस्तै टल्के हेर न साथी ल कता यता चाहिँ शिवजी उता चाहिँ पार्वती होइन ल ठिक छ। हामीले शिवजी र पार्वतीलाई पनि भेट्यो साथीभाइहरू स्वर्गै जानु पर्दैन यहाँ आइपुग्दो रहेछ साथीभाइहरू। मलाई चाहिँ त्यो तिनीहरूको चलपल देखेर मलाई लाज लाग्यो त्यता हेर्न नि लाज लाग्यो मलाई यार के चलपल हो त्यो यार उयो चलपल के त्यो ऊ जस्तै देखियो त यता पोखराको एउटा आगो लागि ठाउँ हुने भएको ठाउँ यो पनि रहेछ साथीभाइहरू पुरै कालै घरै कालो भए अनि आज यो के पार्क हो यो अनि शहीद पार्क अनि यता के हो यो यसो हेर्दा त लाउरेहरू हो क्याम्प जस्तो देखेँ हो कस्तो हाम्रो साथ छैन ब्रो हामी त यतिकै हिँड्दिएको हो अनि राइमिङ मिल्न गइदिएको हो अनि यहाँ शिवजी पनि हुँदो रहेछ हुनुभएको रहेछ एम्टी ए खतरा आगे पोखरा त गोजीमा हेर्ने कति रुपियाँ हामी घुम्न हिँड्ने फेरि कहाँ राखेँ मैले ए रन्डो पैसा कहाँ राखेँ कि पैसै छैन साथीभाइहरू 10 रुपियाँ मात्र 10 रुपियाँ मात्र अनि 2टा जिरो भएको 10 रुपियाँ मात्र अनि कताको 5 रुपियाँको नोट यो त यो कागज हो यो अस्ति यो यति हो पैसा साथीभाइहरू जम्मा यति हो पैसा। अब 15 दिन के खाने हो आज त 1 किलो मासु खाइयो भरे के तरकारी खाने हो थाहा छैन साथीभाइहरू गाह्रो हामीलाई त्यस्तै भन्दै दिदीहरूलाई बिहान के भन्छ हेर भरेभरि तरकारी खाने पैसा ए ल जेन्जी आन्दोलनले गर्दा होला खोला नि यस्तो भएको यो पोखरा सफा हुनुको कारण चाहिँ यो है पोखराको फोहोर जति सबैले लैजान्छ अनि कहाँको पोखरा फोहोरोस् त नि पोखरा सफा हुनुको कारण यो चाहिँ हो मेन कुरो यो ल अहिले चाहिँ हामी कुन खोला तर्यो त्यो पनि थाहा भएन बाई बाई अहिले फेरि देखाउँछु त्यो बस्नु त्यस्तै रहेछ कि हामी साथीभाइहरू फर्स्ट टाइम BMW छोइयो
नेपालमा पोखरामा कुन ठाउँ हो यार कुन ठाउँ हो यो दाइ यो बिरौडा बिरौडामा BMW देखियो केटा हौ पैसा त दिन पर्दैन क्या यहीँ छ पैसा उता साइड भन्दा यता साइड राम्रो लाग्यो कि मलाई चाहिँ हल्का फुल्का भयो भने दामी खालको हेर्न सक्नुहुन्छ चट्टलाहरू हेर्नु पारी भन्दा नि यतापट्टि जानु हुन्छ यतापट्टि जानु हुँदो रहेछ सही छ कि वाला ठाउँ छ है तर साथीभाइहरू बस्तीमै एकछिन आयो साथीभाइहरू केटाहरूले किन राँड्दै भनेर किनिदिएको 650 भनेको थियो लास्टमा 400 किनेको चस्मा कि यस्तो महँगो भनेको त्यसले मलाई सुरुमा त किन्नै मन नलागेको अहिले त 400 मा भिडायो त्यो बुढोले यता 2 मिनेट यता 5-6 पाइला चालिदिएको त होइन पहिला किन्छु जस्तो गरेर अनि किन्दिनँ भनेर 5-6 पाइला यता आइदिएको लैजा भनेर 400 मा दिएर बुढोले तपाईँलाई 600 भनेको म त ल्याएँ पैसै थिएन हेरी 1000 रुपियाँ मात्र थियो यसरी हामी अस्ति नै हामी कहाँ पुगेको थियौँ होला अस्ति नै हामी ऊ त्यो बोर्डसम्म पुगेको थियौँ अझै उता पुगेको थियौँ है हामी लास्ट ऊ त्यो जबरजस्त वहाँसम्म पुगेको थियौँ हामी लास्ट टाढो पुगेको थियौँ हामी अस्ति नै यसपालि फेरि भनेको पैसै छैन पैसा छ तर यहाँ प्याक बोटै होइन यो भर्खर आएको मान्छेहरू अब फेरि अर्को लट टक्रिसके त्योहरू हो कि ल साथीभाइ अहिले देखाउँछु म्याथको आफै हावाले बच्चा खाँदै यार केटाहरू त्यहीँ बसेर अनि टुवा गरेर यो बक्सभित्र चाहिँ खासै क्वालिटी आउँदैन जस्तो लाग्यो साथीभाइहरू केही छैन मेरो मोबाइल पनि नजिक भयो होला थुप्रा हान्दा यस्तो हो के अन्त नि पानी पनि देखाइदिउँ क्या हो खोलेर पानी पनि देखाइदिउँ पानी नै राम्रो छैन सफा भएको हुन्थ्यो एउटा आउँछ अनि सँगै गइन्छ हामी लङ टुर हानिन्छ लङ टुर ल आयो मिलाउनु पनि आयो र हामी चाहिँ त्यो सेतो बिल्डिङ मतलब तपाईँहरूलाई म जुमै गरेर देखाउँछु हो त्यहाँनिर अडिया क्या हामी जम्मा कति 10 मिनट पनि लागेन 5-6 मिनटमा यहाँ आइदिएको क्या हामी सुई हानिदिएको बोट हानिदिएको सही चप्पु हानिदिएको म्याक्री यहाँ आइरहेको छिटो लास्ट छिटो आइयो अनि त्यो बिचमा चिल हानिदिन्छौँ हामी साथीभाइहरू चिल हान्दैछौँ अनि यहाँ भिडियो बन्दैछ यताको नि त्यताको नि मैले पनि बनाइसकेँ अब त्यही हो रमाइलो भइहाल्यो मेरो त नखेल्ने भन्दा अन्त साथीभाइले खेलौँ भन्न थाले त्यही खेलिदिएको तपाईँहरूलाई चाहिँ यस्तो वान बोट योवाला काइकिङ गर्न मन छ भने पोखरा शनिबार आउनुहोस् सस्तोमा पाउँछ होइन तपाईँ फेरि सस्तो भने एकैचोटि सस्तो 250 भन्यो 300 भन्यो भने नजानु होइन फेरि यता सोध्दै हिँड्नुहोस् 200सम्म चाहिँ तपाईँले फिक्स पाउनुहुन्छ एकदम सस्तो होस् 200 चाहिँ लास्ट हो लास्ट अप्सन हो 200 चाहिँ त्यहाँभन्दा बढी चाहिँ पाउँदैन है त्यही हो मैले चाहिँ यसो जानकारी गराइदिएको अब हाम्रो के छ र आज खासमा हाम्रो यहाँ पनि प्लान त थिँदै थिएन हाम्रो होइन त्यहाँ औद्योगिक क्षेत्रको कार्यक्रम थियो त्यहाँ यसो हल्का के कपडा पाइन्छ कि भनेर किन्ने भनेर आएको मान्छे हो लास्टमा डेभिड फल पुगेर BMW पनि छोइयो देख्यो खुसी लाग्यो अनि यहाँ अरे यस्तो छ पारा यस्तो छ चिल हो हामी अब के अन्त त्यही हो अब यति खेल्ने अब रुमतिर जाने हो आज पैसा सक्यो 400 को यो अनि 400 को यो भएपछि अनि 200 को उता अर्को किनेको छु मैले सब सक्यो साथीभाइहरू पैसा सक्यो ल साथीभाइहरू त्यहाँ ऊ देखेन भने ऊ चाहिँ यहाँ चाहिँ देखेँ होइन यार म एक्लै आइदिन्छु यहाँसम्म सुई एक्लै आइदिन्छु म फोन हानिदिनु पर्छ क्या कस्तो भएको यार साथीभाइहरू ल म चाहिँ यहाँ छु यो ड्राई फिसवाला बोटमा छु यार म यो पानीले भिजेर चाकै चिसो भइसक्यो यार हेर पानी जमेको बा नसकिने यो चाकैभरि पानी नै पानी भयो नि यार साथीभाइहरू धन्य अघि मैले पानीमा डुबाइदिएको कि यस्तो च्यातिएको रहेछ धन्य पानीमा डुबाइदिएको मैले मोबाइल यार सन हुन्थ्यो त मोबाइल पानीमा डुबाए त बर्बाद हुन्थ्यो मेरो सम्पत्ति केही नि हुन्थेन भोलिपल्ट सुकिहाल्थ्यो अनि चलिहाल्थ्यो नि दामी खाँदा होटेल त यार त्यो घरमाथि यार त्यो डाँडामा बवाल होटेल छ
टेबल कार चढेर अब सारङकोट जान ह अनि यता पुङ्दीकोट र अनि यो डाँडामा यो चाइनिज गुम्बा जान ह त्यसपछि हाम्रो पोखरा लगभग घुमेर भ्याइन्छ आधा आओ मुज्यू आउँदैन तिनीहरू भेट्दैन म तिनीहरू आउँछ भने म उता गइदिन्छु अनि सक्यो आज हामी ठ्याक्कै 4 बजी चढ्यो 4:30 भयो अब त्यहीँ बस्यो धेरै बेर त्यही हो आजको भिडियो पनि लामो भइसक्यो आजको भिडियो त्यही समाप्त गर्दै म लागेँ फेरि बोटिङ गर्न है त गाइजहरु बाई बाई लभ यु सो मच मोर भन्छ लभ यु मोर भन्छ अनि सबैजनाले भिडियो हेर्दैनौ मलाई थाहा मेरो भिडियोमा भ्युज आउने त्यो आयो भने भ्युज त्यही 6-7 भ्युज आउने हो अनि त्यो 6-7 भ्युजमा नि हेर्ने भनेको त्यही 2 जनाले 1-2 जनाले हो त्यहाँभन्दा बढी हेर्दैनन् अनि त्यही हो अरू त भन्दिनँ म के भन्दिनँ हेर्न मलाई हेर नहेर्न मलाई नहेर हो हेर्नु नि कर छैन तर भ्युज चाहिँ आउँदैन भन्ने हो म त्यो भ्युजको लागि नि गरेँ होइन म पछि बुढो भएपछि मेरो छोरीलाई देखाउन लाग्यो यस्तो गरेको मैले गरेको भन्दा नि रमाएर हिँडेको तर उमेर पनि यो रमाएर हिँड्ने खालको तर त्यही भएर नि हो कि म यसरी हिँडेको त्यही हो हेर्दै आऊ न भन्ने हो हेर्दै भने मेरो नि अलिकति मन ओहो भन्ने हुन्थ्यो भन्ने हो हेर्छ भने हेर नहेर लौडी खिती यता खिती म नि चुप लाएर बस्छु हाल्छु म मेरो काम हाल्ने हो तिमीहरूले हेर नहेर त्यही हो साथीभाइहरू ल बाई बाई गुड नाइट रातिसम्म भ्लग आउँछ केटाहरू हेर तागत लाई आहान भलै ल गुड नाइट